हेलो साथीहरू, नमस्ते। आज चाहिँ लन्चमा चाहिँ कालो दाल बनाउन गइरहेको छु। यो कालो दाल चाहिँ कालो दाल अन्त अरहरको दाल मिक्स गरेर बनाउन लागेको। एकदमै मिठो हुन्छ। हामी त सानैदेखि नै यही दाल खायो है। ठुलो खालको आमाले यही नै खुवाउनुहुन्थ्यो। र यो कुकरमा तेल हालेर चाहिँ यो जिरा हाल्दैछु म। जिरा चाहिँ मैले बिहान जिरा पानी बनाएर खान्छु त, त्यही जिरालाई चाहिँ मैले यसमा हाल्छु छानेर। जिरा हालिसकेपछि यहाँनिर हरियो खोर्सानी अन्त प्याज हालेँ, अरू टमाटर पनि हालेँ। यसरी चाहिँ मलाई चाहिँ किन दालमा चाहिँ प्याज र टमाटर हालेकै मनपर्छ। चाहे मसुरको दाल हो, चाहे चनाको दाल हो, सबैमा टमाटर प्याज हालेर खाने बानी छ। सादा सादा चाहिँ अलिक ठिक लाग्दैन। अनि हल्दी र नुन पनि हालेँ, चलाएँ। यसरी बनाएर खाँदा चाहिँ के सब्जीको पनि जरुरत पर्दैन के। रोटीसँग दाल अरू एउटा कोही अचार, दही, बस मजा। सब्जी बिनाको दालहरूमा चाहिँ यसरी दाल हालेर खाने बानी भएको थियो। त्यही भएर हल्दी र नुन हालेर कुकरलाई सिटी लगाइदिँदैछु। आज चाहिँ म फेरि यो फर्सी, पाकेको फर्सी बनाउन गइरहेको छु। खट्टा मिठा पाकेको फर्सी एकदमै मिठो हुन्छ। यसमा यो अदरक लसुनको पेस्ट, हरियो खोर्सानी अनि 5 फोरनसँग चाहिँ 2टा सुकेको खोर्सानी, अम्चुर पाउडर र गुड। यो अम्चुर पाउडर र गुड मिक्स गर्दा चाहिँ यति मिठो हुन्छ कि खट्टा मिठा बन्छ। रोटीसँग खानु धेरै मजा आउँछ। अनि यो एउटा मसला तयार गर्नुपर्छ। त्यसमा अलिकति हल्दी अन्त अलिकति कश्मिरी लाल मिर्च, जो पिरो कम हुन्छ त्यो हाल्नुपर्छ। और जिरा पाउडर अनि धनिया पाउडर चाहिँ त्योभन्दा अलिकति बेसी धनिया पाउडर हाल्दैछु म। धनिया पाउडर हाल्नुपर्छ। अनि स्वादअनुसार अलिकति नमक हाल्नुहोस्, नुन। अनि यसलाई चाहिँ पानीमा भिजाउनुहोस्। और भिजाएर एकछिन चलाउनुपर्छ। यो मसला चाहिँ एकदम सजिलो। यो फर्सी, पाकेको फर्सी या होस् काँचो फर्सीको सब्जीमा चाहिँ एकदम सजिलो हुन्छ कि एकदम छिटो हुन्छ। केही गर्नु पर्दैन। प्याज, लसुन, यो टमाटरहरू केही हाल्नै पर्दैन। म चाहिँ सिम्पल तरिकाले बनाउँछु यसरी। कराही बसाएँ, तेल हालेँ। म चाहिँ तोरीको तेलै युज गर्छु। अन्त अलिकति हिङ हालेँ। मलाई चाहिँ सब्जी दालहरूमा हिङ हालेको मनपर्छ। अन्त यो 5 फोरन मैले तेलमा पड्काइदिएँ। यसरी चाहिँ मजा लाग्छ मलाई। फर्सीको सब्जीमा चाहिँ गुलियो अमिलो गरेर पकाउनुलाई धेरै नै मजा आउँछ। एकदम सिम्पल तरिका हो। यो चाहिँ यहाँ इन्डियामा चाहिँ एकदम ढाबाहरूतिर होस् या कहीँ पनि होस्, होटलतिर होस्, यसरी नै खट्टा मिठा तरिकाले नै फर्सीको सब्जी बनाएको चाहिँ थाहा छ मलाई। अरू हामीले चाहिँ अलग तरिकाले खान्छौँ नि त। यसरी मैले चाहिँ अघि बनाएको मसला हालिदिएँ। यसलाई एकछिन उम्लिन दिनुपर्छ, अलिकति पाक्नु दिनुपर्छ 5-7 मिनट। यो मसलालाई मजाले पाक्छ। यति नै हो। यसको केही हाल्नु पर्दैन। कति सजिलो छ। टमाटर प्याज केही हाल्नु पर्दैन। धेरै सजिलो। मेरो दाल पनि पाक्यो, साइड गरेँ। अन्त यो मसला एकछिन पकाउँछु। मसला त पाक्नै पर्यो, फेरि गनाउँछ के। अन्त धेरै सजिलो के यो फर्सीको सब्जी बनाउनु, धेरै सजिलो। मलाई साह्रै मनपर्छ। अरू यसको स्वाद पनि एकदम रोटीसँग खानुलाई चाहिँ साह्रै गजबको हुन्छ। साह्रै मनपर्छ। यो मसला पनि मेरो पाक्यो। अब फर्सी हालिदिँदैछु। फर्सी हालेर एकछिन चलाउँछु। अरू फर्सी पनि, पाकेको फर्सी पनि पाक्नु बेसी टाइम लाग्दैन कि, 5 मिनट पनि लाग्दैन। यति छिटो पाक्छ। सबसे छिटो मिठो सब्जी भनेको मलाई यही नै लाग्छ। किनकि यसमा केही नै गर्नु पर्दैन के। बस यही मसलै तयार गर्नुपर्ने हो। अरू केही गर्नै पर्दैन यसको लागि। धेरै सजिलो। रोटीसँग त बेस्ट हो। अन्त यो छोपिदिएँ मैले सब्जी।
पहिला त यही सब्जी पनि खानु मन लाग्दैन थियो। अहिले चाहिँ मेरो यो दाल पाक्यो। यो दाल यति मजाको लत परेको, यस्तो मजाको बाक्लो है, कालो दाल र अरहर दाल आमाले पठाइदिनु भएको थियो। त्यही नै बनाएको। मैले यो एउटा बलमा हालेँ। अब भात पनि बसाउँदैछु छिटो छिटो गरेर। नानीलाई भात खान्छ नि उसले, म चाहिँ रोटी खान्छु। अब यी मेरो यो सब्जी पनि पाक्यो, मजाले गली पनि सकेछ हो, एकदम गलिसक्यो। मैले एउटा टुक्रा हेरेँ, धेरै गलिसकेको छ, मजाले पाकि पनि सक्यो। अब मैले चाहिँ यहाँनिर अम्चुर पाउडर हालिदिएँ। अगर अम्चुर पाउडर हाल्नु छैन भने तपाईँहरूले चाहिँ निम्बु पनि निचोरेर हाल्नु सक्छ, निम्बुहरू हाल्न सक्छ। अमिलो जेले हुन्छ। अलिकति गुड हालेँ। अमिलो र गुड मिक्स भइसकेपछि चाहिँ एकदम गजबको हुन्छ। ट्राई गरेर हेर्नु होला, एकदमै राम्रो, टेस्ट बहुत राम्रो हुन्छ। मलाई पनि सुरुमा खाँदा कस्तो कस्तो भएको थियो, तर रोटीसँग खाँदै जाँदा चाहिँ एकदमै टेस्टी, साह्रै मनपर्छ। यो मेरो सब्जी पनि रेडी भयो। ग्यास पनि बन्द गरिदिएँ। अब माथिबाट अलिकति धनियाँ गार्निसिङ गरिदिन्छु। हेर्नु त कति राम्रो देखिएको छ, कति राम्रो, साह्रै राम्रो छ, टेस्टी छ। अरू रोटी बनाउँदैछु हो। रोटी चाहिँ म खान्छु अनि भात चाहिँ नानीले खान्छ हो। मेरो चाहिँ अलिकति बिमारी पनि छु नि त, त्यही भएर भात चाहिँ कमै खानुपर्छ। कहिलेकाहीँ चाहिँ भात खाइहाल्छु क्या, अल्छी लाग्छ रोटी बनाइराख्नु पनि, अन्त भातै खाइहाल्छु। नै त अल्छी नलागेको बेलामा त रोटी नै बनाउँछु म प्रायः। दिउँसो पनि अरू रातिमा पनि 2 टाइमै रोटी नै खानुपर्छ। मैले चाहिँ भात चाहिँ नानीलाई बनाइदिन्छु। 1-2 दिन धेरै भात खाएको थियो, अन्त एकदम बारी लाग्दै थियो। अलिकति बिमारी भएको बेला भातै नखाने बिमारी भात खानु नहुने बिमारी लागेको छ मलाई चाहिँ। अरू वेट पनि ज्यादा छ, त्यही भएर रोटी नै रोटी चाहिँ धेरै हल्का लाग्छ मलाई। त्यही भएर चाहिँ रोटी बनाएको। कतिवटा चिज बनाउनुपर्छ, रोटी मलाई, भात नानीलाई है, साह्रै झन्झट छ। हतार गरेर बनाउनुपर्छ, बिहान के गर्नु यस्तै छ। अन्त मेरो सबै खानेकुराहरू बन्यो। अब चाहिँ म खाना खाँदैछु। म चाहिँ डेली दाल पिउँछु हो, 1 बटुका दाल पिउँछु। केही नभए पनि दाल चाहिँ बनाउँछु। सब्जी चाहिँदैन, दाल चाहिँ चाहिनै पर्छ। प्रोटिनको लागि बेस्ट हो नि त दाल त। अन्त मेरो सब्जी त्यही यति मिठो भएको थियो कि के भन्नु, म भन्नु सक्दिनँ। मलाई चाहिँ धेरै नै मिठो लाग्यो। आजको मेरो खाना चाहिँ यही हो, दाल सब्जी रोटी अचार है। यसरी नै खान्छु म चाहिँ सधैँ। हस् त, थ्याङ्क यू सो मच है। यो चाहिँ खोर्सानीको अचार बनाएको थिएँ, त्यही खाँदैछु। थ्याङ्क यू सो